काठमाडौँका मेयर मिठोबाट त मेरो सालो गर्नुभएछ। सीताराम कट्टे यिनीहरूले हैरान पारेको छ। मलाई गाली मात्रै गरे हुन्थ्यो, मलाई मात्रै उडायो हुन्थ्यो, तर सूर्यको पक्षमा बोले हुनाले ठिक छ। पुष्पकमल दाहालजीको आजको भाषण मैले सुन्न पाइनँ, नसुने पनि उहाँले के भन्नुभयो भन्ने मोटामोटी मलाई थाहै छ। एमालेका कार्यकर्ता सोझा छन्, जाल जेल टिकडम यताउता जान्दैनन्, अरूको ध्यानै जाल जेल टिकडममा हुन्छ। अनि एमालेका कार्यकर्ता के आएछ सर भनेर यसो देखाउँछ, उता पिलिकै हेरेर बेला यता ल्याइसक्छ। 1 वर्षभित्र लोड सेडिङ समाप्त भएपछि यस्तो गर्नु, तर त्यो जुगा उहाँको होइन, त्यो एमाले टाँस दिएको छ। बधाई छ। जाँदै पनि कायम केही गर्न नभ्याए पनि एउटा शिलालेख सबै चुप्प लागेर बस्नुभयो। नेताहरूले नाच भनेको छैन, कसरी उठेर नाच्ने भनेर यसो भइरहेको। आजीवन युवा सङ्घको सदस्य मौकैमा लिएपछि बुढो भन्ने कुरा आउँछ र आउँदैन। यस कार्यक्रमका अध्यक्ष महोदय, युवा इन्चार्ज महेन्द्र पाण्डेज्यू, सह इन्चार्ज निरुपालज्यू, विभिन्न सङ्घ संस्थाका अगुवा साथीहरू र यहाँ उपस्थित हुनुभएका युवा साथी, तपाईहरूले अर्थात् युवा सङ्घले यो भेला अत्यन्तै महत्त्वपूर्ण समयमा आयोजना गर्नुभएको छ। म धन्यवाद भन्न चाहन्छु यस भेलाको आयोजनाका लागि। अत्यन्तै सामूहिक भेला आयोजना गर्नुभएको छ। स्थानीय तहको पहिलो चरणको अर्थात् 283 स्थानको निर्वाचन सम्पन्न भएको छ र अब 2टा ठाउँमा गणना भइरहेको छ। त्यो पनि भोलि बिहानसम्ममा टुङ्गिन्छ। अर्थात् आम रूपमा पहिलो चरणको 283 स्थानका लागिको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र हामी 461 स्थानका लागि हुने स्थानीय तहको दोस्रो निर्वाचनका लागि, दोस्रो चरणको निर्वाचनका लागि तयारीमा लागिरहेका छौँ। पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ र केही ठाउँमा सत्ताको दुरुपयोग भयो। त्यसमा म धेरै जान चाहन्न कसरी सत्ताको दुरुपयोग भयो। हिंसा, हत्या जस्ता काण्डहरू मचाइए, मानिसहरू मारिने, घाइते पारिने, अनि बुथ कब्जा गरिने, त्यस्ता प्रकारका कामहरू भए। तर पनि आम रूपमा निर्वाचन शान्तिपूर्ण ढङ्गले नै सम्पन्न भयो भन्नुपर्छ। जहाँ हिंसा हत्या भयो, बुथ कब्जा भयो, धाँधली भयो, ती ठाउँहरूको छानबिनका लागि हामीले संसदीय छानबिन समिति निर्माण गरेका छौँ। त्यस समितिले तुरुन्तबाट काम थाल्नेछ र 3 महिनाभित्र त्यसको प्रतिवेदन हामीले प्राप्त गर्नेछौँ। तथ्य के हो, यथार्थ के हो, त्यसका निम्ति त्यस आयोगले काम गर्नेछ र आगामी दिनमा कसले कसरी काम गरेको छ भन्ने कुराहरू प्रस्तुत गर्नेछ। अहिले दोस्रो चरणका निर्वाचनका लागि त्यो समिति, संसदीय समिति र त्यसको निष्कर्षले काम गर्दैन। यद्यपि त्यो निष्कर्ष उपयुक्त हुन्थ्यो होला, तर त्यसले काम गर्दैन, त्यो पछिलाई काम गर्छ। तर
हामीले जसरी पहिलो चरणको निर्वाचनमा आफ्नो बलबुतामा पार्टीका कार्यकर्ताहरू र खास गरी युवा समुदायको सक्रियता, उत्सुकता, जागरण, त्यसले हामीले जुन परिणाम प्राप्त गरेका छौँ त्यो सकारात्मक छ। यस्तो परिस्थितिमा सत्ताको यसरी दुरुपयोग गरेर विभिन्न प्रकारका अनियमितता र निर्वाचनलाई दुष्प्रभावित गर्ने आचार संहिता विपरीतका कामहरू धेरै भए। त्यसका बावजुद हामीले प्रतिपक्षमा बसेर यो सफलता प्राप्त गर्यौं। यो सफलता साथीहरूले अघि नै भनिसक्नुभयो। हाम्रा नीतिहरू, हामीले लिएका नीतिहरू, हामीले अपनाएको व्यवहार, हामीले देश र जनताप्रति राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, सामाजिक सद्भाव र राष्ट्रिय एकता र विकासको दृष्टिकोण, तत्सम्बन्धमा दूरदृष्टि योजना र अभियान, राष्ट्रिय स्वाभिमान र आत्मविश्वासको अभिवृद्धि, त्यसलाई जसरी अगाडि बढायौँ त्यसले यी कुराहरूले हामीलाई सफलता दिलाए। यी नीतिहरू, यी व्यवहारहरू, यी पार्टीका नीतिहरू र हामीले विभिन्न समयमा र खास गरी सरकारमा हुँदा गरेका कामहरू, यिनीहरूले पारेको प्रभाव सँगसँगै ती कुराहरूलाई त्यससँग अनुकूल हुने गरी, मिल्ने गरी हाम्रा नेता कार्यकर्ताहरूले अपनाएको व्यवहार, त्यस कारणले गर्दा हामी सकारात्मक ढङ्गले परिणाम प्राप्त गर्न सफल भयौँ। यद्यपि यो परिणाम सकारात्मक छ, यो राम्रो छ। हामीले काठमाडौँ जस्ता ठाउँमा लगभग 20,000 को अन्तरले विजय हासिल गरेका छौँ। राजधानीमा, महानगर राजधानीमा हामीले जितेका छौँ। अरू नगरहरूमा हामीले जितेका छौँ। केही ठाउँमा हाम्रा आफ्नै आन्तरिक उम्मेदवार छनौट लगायतका केही कुराहरूमा कमी रहनाले पनि नोक्सान भयो होला। ती कुराहरूको समीक्षा हामीले पछि गरौँ। तैपनि हामीले अत्यधिक सफलता प्राप्त गरेका छौँ। म हिजो पोखरा गएको थिएँ, त्यहाँको विजय सभामा। आज मात्रै फर्केर आएँ केही समय अगाडि। त्यहाँ 167 जम्मा स्थानमध्ये 132 स्थानमा एमाले जितेको छ। 70% भन्दा बढी स्थानमा एमाले जितेको छ। मतको अन्तर कांग्रेस राप्रपा मिल्दा पनि 13-14 हजार को अन्तरले जितेको छ। त्यसै कारण मैले हिजो पोखरामा बोल्दा पनि अरू मिलेर आउँदा पनि एमालेको कति उचाइमा पुग्छन् उनीहरू भन्दा एमालेको कम्मर हुँदा रहेछ। मैले हिजो पोखरामा बोल्दा पनि नेकपा एमाले एक्लै 70% भन्दा बढी स्थानहरू र मतहरूमा सफलता प्राप्त गरिरहेको छ। एउटा नमुना हो। काठमाडौँमा पनि हामीले अत्यधिक मतले जितेका छौँ। केही ठाउँमा प्राविधिक हिसाबले पनि हामीले सावधानी अपनाउन नसक्दा परिणाम अलिक प्रतिकूल बेहोर्नु पर्यो। नेकपा एमालेका सोचहरू सही छन्, नीतिहरू सही छन्, विचार सही छन्, व्यवहार सही छ, तर एमाले अलिक सोझो छ। एमालेका कार्यकर्ता सोझा छन्। जाल झेल टिक्णम यताउता जान्दैनन्। अरूको ध्यानै जाल झेल टिक्णममा हुन्छ। अनि एमालेका कार्यकर्ता के आएछ सर भनेर यसो देखाउँछ, उता पिलिको हेरेर बेला यता भ्याइसक्छ। एमाले सोझो छ।
के आएछ भनेर उता गरेपछि यसो हेर्छ, यतापट्टि अघि भयो। यस्तो धेरै ठाउँमा भएको छ। पाएको मत गिन्ती गर्दाखेरि कम्प्युटरमा बसेको कर्मचारी राम्रै त होला नि भनेर आफू नगरेर उसैले गरेका भरमा परेर 1000 भन्दा बढी भोट गायब, 300 भोट दिए। त्यस्तो पनि भएको छ। अब हामीले नराम्रो परिणाम ल्याएका छैन, राम्रो परिणाम ल्याएका छौँ। तर पहिलोपल्ट छानेको कहाँ भन्दा एमालेमा, कर्णालीमा, राप्तीमा, भेरीमा, यी ठाउँहरूमा एमाले कमजोर छ। छानेको त्यसरी हो। एमाले कमजोर भएका ठाउँहरू छानिएको र पहिले एमाले कमजोर भएको भनिएको ठाउँमा जम्मा 283 मात्रै स्थानको निर्वाचन गरेर 461 निर्वाचन स्थानका लागि निर्वाचन बाँकी राखेको छ। यसमा चाहिँ के किन ल्याउँछौँ जित्छौँ त्यो प्रचार गरेर अर्को दोस्रो चरणमा अलिक सफलता हासिल गरौँला भन्ने हिसाब किताब छ। परिणाम देख्न थालेपछि देखेपछि आत्तिनुभयो। त्यसरी आत्तिएपछि उहाँहरूले नगरलाई गाउँ, गाउँलाई नगर, पान पसल पनि नभएको ठाउँलाई नगर। मैले शेरबहादुरजी र पुष्पकमल दाहालजीलाई भने हामीलाई कसरी देशलाई शहरीकरण गर्ने, आधुनिकीकरण कसरी गर्ने, विकास कसरी गर्ने, बाटाहरू कसरी बनाउने, यो चिन्ता थियो। तपाईहरुलाई त गाउँलाई सहर बनाउन कुनै गाह्रै रहेछ। एकै रातमा गाउँहरू त नगर, उपमहानगरपालिकालाई महानगरपालिका बनाइदिनु भयो। गाउँहरू जहाँ पान पसल पनि छैन, चिया पसल पनि छैन, एकैचोटि भोलिपल्ट नगर। सजिलो रहेछ विकास त, पुरैमा विकास त हो। उहाँहरूको काममा त केही गर्नु परेको छैन। उहाँहरू काममा विकास गर्ने रुचि पनि राख्नु। पुष्पकमल दाहालजीको आजको भाषण मैले सुन्न पाइनँ, नसुने पनि उहाँले के भन्नुभयो भन्ने मोटामोटी मलाई थाहै छ। उहाँले हामीले बनाएको मन्दिरको टुप्पोमा रङ लाउँदै हुनुहुन्थ्यो। अरू त केही गर्नु भएन, मन्दिरको टुप्पोमा रङ लाउनुभयो। अनि भन्नुभयो अरूले त यो टुप्पोमा रङ लाउन सकेका छैन, मात्रै बनाएको हो, टुप्पोमा रङ कसले लायो, मैले लाएँ भनेर। एमाले ट्रान्समिसन लाइनका काम गर्यो, विद्युत खरिदका काम गर्यो, आयोजनाहरूलाई छिटो अगाडि बढायो। अनि 1 वर्षभित्र आधारभूत रूपमा लोड सेडिङ समाप्त हुन्छ भन्दा उहाँहरू मजाक उडाउनुहुन्थ्यो। 1 वर्षभित्र लोड सेडिङ समाप्त भएपछि यस्तो गर्नु। तर त्यो जुगा उहाँको होइन, त्यो एमाले टाँसिदिएको छ। एमाले टाँसिदिएको जुगा उहाँले यस्तो गर्दै। तपाईँहरूले देख्नुभएको छ, हिजो उहाँले ठुलो काम गर्नुभयो। एउटा शिलापत्रमा लेखिएको छ, त्यहाँ पनि उहाँले अलिकति खोप्नुभयो। नेकपा एमाले के गरेको थियो? फास्ट ट्र्याकका लागि त्यही बजेट छुट्याएको हो। नेकपा एमाले के गरेको थियो? फास्ट ट्र्याक आफै बनाउने भनेर बजेट छुट्याएको थियो, कार्यक्रम बनाएको थियो, त्यति नै हो। बजेट छुट्याएको 1 वर्षपछि, बजेट छुट्याएको 1 वर्षपछि मैले त शिलान्यासै गरेँ। गर्नु के भयो भन्दा उहाँले नेपालले बनाउँछ भनेको होइन, बजेट छुट्याएको उहाँले होइन। धन्न छ, केही त भन्नु पर्यो। केही पेन इलिमेन्टहरू छ। हो 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 भनेर होइन। त्यो यसो मैले हेर्छु, तिनीहरू एकदम रेडिमेड हालतमा हुन्छ। अनि उहाँहरूले एमाले के गर्यो?
केही पनि गरेन एमाले। हुलाकी राजमार्ग बनाउँछु भन्नु आफैले बनाउने भन्नु, 10औं अरब बजेट छुट्यायो, ठेक्का लगायो। अब कतिवटा बाटो म उद्घाटन गर्छु, त्यो पो हो काम भन्नुहुन्छ। उहाँ उद्घाटन गर्नुहुन्छ, शिलालेख रहन्छ। एमाले शिलालेखका पछि कुद्ने, शिलालेखका लागि होइन। एमालेका नामका शिलालेख छन् भने हटाइदिए हुन्छ, कहीँ कतै छन् भने एमाले नामका शिलालेख हटाइदिए हुन्छ। एमालेलाई बाटा चाहियो, एमालेलाई पुल चाहियो, एमालेलाई एयरपोर्ट चाहियो, एमालेलाई फास्ट ट्र्याक चाहियो, हुलाकी राजमार्ग चाहियो, एमालेलाई रेल चाहियो, एमालेलाई उज्यालो नेपाल चाहियो, लोड सेडिङ नहुने नेपाल चाहियो। त्यो काम गर्छ। सुक्खा खेत होइन, सिँचाइ पुर्याउनु पर्यो, एमालेको उद्देश्य त्यो। एमाले शिलालेखको खेती होइन, विकासको अभियान सञ्चालन गर्ने पार्टी। शिलालेख मैले हिजोको शिलान्यासको हेरेँ, सुन्दर शिलान्यास, सुन्दर शिलालेख। शिलान्यास सुन्दरै रहेछ जस्तो शिलान्यासको शिलालेख हेरेपछि लाग्छ शिलालेख चाहिँ राम्रै बनेको रहेछ। बधाई छ। जाँदा जाँदै पनि कायम केही गर्न नभ्याए पनि एउटा शिलालेख तयार। नेकपा एमाले काममा विश्वास गर्छ। नेकपा एमाले यस देशको हितको पक्षमा, यस देशको स्वाभिमानको पक्षमा, यस देशको विकासको पक्षमा, त्यसका निम्ति क्रियाशील हुने कुरा नेकपा एमालेको त्यो कुरा। अब तपाईँहरूले यो बेला मैले अघि नै भने एकदमै उपयुक्त समयमा गर्नुपर्छ। धेरै महत्त्वपूर्ण निर्णयहरू तपाईँहरूले गरिसक्नु भएको छ भन्ने मलाई लाग्छ। युवा सङ्घले महत्त्वपूर्ण निर्णयहरू गरिसकेको छ भन्ने मलाई लाग्छ। कार्ययोजना सम्बन्धी कसरी अब जाने, कहाँ कहाँ कसरी जाने, तपाईँहरू प्रतिनिधिमूलक ढङ्गले, अर्गनाइजरको ढङ्गले, एउटा आयोजक परिचालकको ढङ्गले तपाईँहरू गाउँमा जानुपर्छ। तपाईँहरूसँग तथ्याङ्कहरू हुनुपर्दछ। जम्मा कति सिटको लागि चुनाव भयो पहिलो चरणमा, तपाईँसँग ठ्याक्क तथ्याङ्क हुनुपर्छ। कति त्यस तहका, स्थानीय तहको पहिलो चरणमा कतिवटा, त्यो तहका कतिवटा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण सदस्य कतिका लागि निर्वाचन भयो, कुन कुन पदमा कति, महानगरका मेयर, उपमेयर कति, उपमहानगरका कति, नगरका कति सदस्यहरू, वडा अध्यक्षहरू कति, सदस्यहरू कति, गाउँपालिकाका अध्यक्ष कति, सम्पूर्ण अध्यक्ष कति, त्यसमध्ये एमालेका कति, त्यसमध्ये उपाध्यक्ष कति, यी सबै तपाईँहरूसँग हुनुपर्छ। तपाईँहरूले बताउनुपर्छ। तपाईँहरूका मोबाइलमा डाटा हुनुपर्दछ। एमाले सरकारको समयमा गरेका कामहरू, एमाले पार्टीका नीतिहरू, ती कुराहरू तपाईँहरूले जनतालाई बुझाउनुपर्छ। तपाईँको मोबाइल खोल्दा, कुनै साथीले तपाईँलाई फोन गर्दा तपाईँको मोबाइलमा रिङटोन के बज्नुपर्छ? अघि मैले देखेको थिएँ, वैकुण्ठले भन्दै हुनुहुन्थ्यो कि नाचो छम 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 छम। तपाईँहरू छम छम नाच्न खोज्दै हुनुहुन्थ्यो त्यति बेला। वामदेवजीले ढिलो मात्रै भन्नुभयो, त्यसकारण सबै चुप लागेर बस्नुभयो। नेताहरूले नाच भनेको छैन, कसरी उठेर नाच्ने भनेर यसो भइरहेको। अनि तपाईँहरूको मोबाइलमा रिङटोन के बज्नुपर्छ? आयो एमाले आयो त बज्नु पर्ला नि। सूर्य आयो भने त बज्नु पर्ला नि रिङटोनमा। ती गीतहरू
तपाईहरुको मोबाइलमा सबै श्रव्य दृश्य प्रचार सामग्रीहरू यी सबै हाम्रा कलाकारहरूले चुनावका लागि बनाएका गीतहरू, भिडियोहरू अथवा अरू कार्यक्रमहरू, कोही हाजिरी जवाब होलान्, कोही के होलान्, कोही अरू प्रस्तुतिहरू होलान् निर्वाचन सम्बन्धी, यी तपाईहरु हरेकको मोबाइलमा हुनुपर्छ र तपाईले अरू साथीहरूलाई ट्रान्सफर गर्दै राख्नुपर्छ। यो भिडियो, श्रव्य दृश्य, यी गानाहरू हाम्रा साथीहरूले थाहा पाउनुपर्छ, हाम्रा कलाकारहरूले थाहा पाउनुपर्छ। वहाँ जहाँ जाँदा पनि मान्छेले भन्ने तपाईहरु मान्छेले सोध्नु देखौँ नहोस् मान्छेलाई, किन गीत सुन्दा 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 लता मंगेशकर नदेखेका मान्छेले पनि लता मंगेशकर चिनेको छ, नारायण गोपाल नदेखेका मान्छेले नारायण गोपाल सुनेको छ, जानेको छ। मान्छे देखेको छैन तर गीत आयो भने यो नारायण गोपालको हुन्छ। त्यस्तै हुनुपर्छ हामीलाई यी गीतहरू। हामी पनि को भन्दा कम ती गीतहरू र तपाईहरुले एउटा अभियान, एक ढङ्गले मात्रै अभियान होइन, अभियान बहुआयामिक ढङ्गले हरेक हिसाबले तपाईले अभियानलाई लिएर जानुपर्छ। अब यस दोस्रो चरणको लागि हामीसँग समय कम छ, थोरै मात्रै समय छ। यस थोरै समयमा हामीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ। प्राय साथीहरूले के गर्छन्, तपाईहरु एउटा कुराको भर नपर्नुहोस्। साथीहरूले कतिपय ठाउँमा म यस अभियानको सफलताको शुभकामना भन्न चाहन्छु। यहाँहरूलाई साथीहरू प्रवेश गर्नुभएको छ युवाहरू। अब युवा निकै यताउता रहेछन्। अहिले तपाईँले भोट सोट हेर्नुभयो भने युवा कता कता सरिएका रहेछन्, त्यो देख्नुहुन्छ। युवाहरूको राष्ट्र निर्माणको कुरा, भावना, आवेग, संवेग होइन, राष्ट्र निर्माणको कुरा, राष्ट्र निर्माणको कुरा ईमानदार प्रयास, योजना, नीति आधारित प्रयास, त्यो हो। म युवाहरूलाई आग्रह गर्न चाहन्छु, तमाम नेपाली युवाहरूलाई आग्रह गर्न चाहन्छु। अब यहाँ काठमाडौँमा उहाँहरूले जुन एउटा युवाप्रतिको एक प्रकारको निकटता देखाउनु हो, उपयुक्तै पात्र भएको हुनाले देखाउनु हो। अब यहाँ काठमाडौँमा उठेको उम्मेदवार अन्त उठ्दैन, यहाँ काठमाडौँमा उठेको उम्मेदवार अन्त नउठ्ने भएको हुनाले अन्त उठ्ने फेरि युवाको प्रतिनिधित्व गर्ने एमाले हो। त्यसकारण अन्त तपाईहरु सारा युवाहरूको साझा उम्मेदवार भनेको सूर्य चिन्ह, देशभरिको युवाहरूको उम्मेदवार को भन्दा सूर्य चिन्ह, त्यही हो युवाहरूको उम्मेदवार। म युवाहरूलाई यस पक्षमा काम गर्न अनुरोध गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु। यो भावनामा बग्ने समय होइन। युवाहरू भावनामा अलिकति बग्यो भने त्यसले फेरि धेरै वर्ष धकेल्छ। 7 सालदेखि हामीले 7 सालमा राणा शासन हटायौँ। हेर्नुहोस् त अहिले 67 वर्ष भइसक्यो। राणा शासन ढालेको 67 वर्ष भइसक्यो। फेरि पनि यहाँ निर्वाचन गराउनका लागि यत्रो मुस्किल परेको छ। निर्वाचन गराउनका लागि 3 तहको निर्वाचन समयभित्र गराउनका लागि यत्रो मुस्किल परेको छ। कहाँ छौँ हामी? लोकतन्त्र भत्काउनका लागि, लोकतन्त्र हुन नदिनका निम्ति खुलेआम यत्रो प्रयासहरू भइरहेका छन्। यस्तो बेलामा अनि बाटो बिराउनु अल्मलिनु हुँदैन। एक थरी विचारहीन, नीतिहीन, कार्यक्रम नभएका, सोच नभएका, समर्थन गर्न लायक केही पनि नभएका
पार्टीहरूले नेताहरूले हल्ला चलाउँछन् एउटा सबै उस्तै हुन्छ सबै भ्रष्टै भ्रष्ट सबै नातावादी कृपावादी हुँदा हुँदा काठमाडौँका मेयर मिठोबाट त मेरो सालो पर्नु भएछ अब साक्य भएको हुनाले काठमाडौँका मेयर मेरो ससुराली साक्य हो त्यसकारण काठमाडौँका मेयर पनि सालो परेछ अब बुद्ध भगवान्सँग पनि मेरो नाता सम्बन्ध बुढो ससुराको र नातिको ज्वाइँमै पर्ने हो किन साक्यको सालो पर्यो अब यही इन्साफ गर्दै अरूले नातागोता हेर्छन् नातावाद कृपावाद चलाउँछन् केही नपाएपछि अनि यस्ता कुरा ल्याउँछ यस्ता कुराहरूका पछाडि नेकपा एमाले लाग्दैन नेकपा एमाले देशप्रति देशका जनताप्रति समर्पित छ समृद्ध नेपाल र सुखी नेपाली एमालेको नारा मात्र होइन उद्देश्य हो एमालेको उद्देश्य हो यो यसका लागि प्रयास र मानव जातिको सर्वोपरि कल्याण यसको उद्देश्य यसका लागि आज तपाईँ हामीले अब पनि देश बनाउने कुरा ढिला गर्यौँ भने कहिले बनाउने अब पनि नबनाए एउटा सरकार बनाइछ अहिले नगरे कहिले गर्ने अहिले नबनाए कहिले बनाउने हामीले नबनाए कहिले बनाउने त्यस कारण हामीले बनाउनुपर्छ एमालेले जितेका ठाउँ स्थानीय तहका एमालेले जितेका इकाइहरू र अरूले जितेका ठाउँहरूका बिचको स्पष्ट भिन्नता भोलि देखिनेछ कामको दौरानमा देखिने नै छ तर यो दोस्रो चरणको स्थानीय तहको निर्वाचनमै त देखिसक्यो हुँदैन अहिले यति बेला जनतालाई सबभन्दा बढ्ता भ्रममा पार्ने खतरा छ केही प्रचारहरू तपाईँहरू देख्नुहुन्छ रेडिमेड केही आग्रहपूर्ण केही पेड क्याम्पेन यिनीहरू छन् जसलाई हामीले पराजित गर्नु छ देश बनाउने अभियान र सङ्कल्पमा युवाहरू एकजुट भएर लाग्नु छ तपाईहरूको यो अभियान सफल रहोस् आज प्रवेश गरेका साथीहरूलाई स्वागत गर्न चाहन्छु म युवा सङ्घ नेपालमा र नेकपा एमाले अघि वामदेवजीले भन्दै हुनुहुन्थ्यो अलिक हामी बुढा देख्यौँ कि भनेर म त बुढो भएको छैन बुढो हुने कुरै आउँदैन मैले आफू अध्यक्ष हुँदा आजीवन सदस्य दिएको छु युवा सङ्घ आजीवन युवा सङ्घको सदस्य मौकैमा लिएपछि बुढो हुने कुरा आउँछ आउँदैन अब मलाई अलिकति यो राजा राजेन्द्र यो सीताराम कट्टेल यिनीहरूले हैरान पारेको छ तर म केही पनि भन्दिनँ अब मलाई गाली मात्रै गरे हुन्थ्यो मलाई मात्रै उडायो हुन्थ्यो तर सूर्यको पक्षमा बोले हुनाले ठिक छ सबै साथीहरूलाई शुभकामना छ धेरै धेरै धन्यवाद